नमस्कार, हार्दिक स्वागत गर्न चाहन्छु यो भिडियोमा। यो भिडियो सुरुमै भनिहालेँ अलिकति लामो हुन सक्छ, किन भन्दाखेरि अस्ति मैले कलर गर्दाखेरि यो थोरै यो फोटोको लागि भिडियोको लागि चाहिँ हामीले क्वालिटी थोरै मेन्टेन गर्नु छ, कन्टेन्टको लागि चाहिँ विशेष गरी अलिकति वातावरण बनाउनु छ भनेको थिएँ। त्यही अनुरूप हामीलाई सोलिड पावरद्वारा चाहिँ काठमाडौँदेखि केही इक्विपमेन्टहरू चाहिँ आएको छ। सोलिड पावरलाई धेरै धेरै धन्यवाद। र तपाईहरुले चाहिँ यो विभिन्न इलेक्ट्रिक ग्याजेट्सहरू आइटम्सहरू तपाईलाई चाहियो भने सोलिड पावरद्वारा पनि खरिद गर्न सक्नुहुनेछ। यति भन्दै हामीलाई के आएको छ त हाम्रो कन्टेन्टको लागि, कन्टेन्ट क्वालिटी मेन्टेनको लागि, साथसाथै एउटा स्टुडियो लेभल सेटअपको लागि चाहिँ हामीलाई के इक्विपमेन्टहरू आएको छ त्यो चाहिँ म तपाईहरुलाई वान बाइ वान देखाउँछु। र ती इक्विपमेन्टहरू, ती सामानहरू तपाईहरुले चाहिँ अनलाइनबाट अहिले नै खरिद पनि गर्न सक्नुहुनेछ। सो लेट्स गो अहेड। पहिलो नम्बरमा रहेको छ हामीले कुनै पनि कन्टेन्टको लागि चाहिँ लाइट भनेको एकदमै इम्पोर्टेन्ट हुन्छ, राइट। र अहिले जुन मैले कन्टेन्ट बनाएको छु यो केही साधारण इक्विपमेन्टहरूद्वारा चाहिँ मैले बनाएको छु र यो भिडियो पनि त्यसरी नै सुट भइरहेको छ। हामीले त्यति धेरै सेटअप गरेका छैनौँ र अर्को कन्टेन्ट चाहिँ हामी अलिकति व्यवस्थित रूपमा चाहिँ गर्नेछौँ, किन भन्दाखेरि हामीसँग अब इक्विपमेन्टहरू आएको छ। र पहिलो इक्विपमेन्ट रहेको छ लाइट सम्बन्धी नै हो, हैन। सो लाइट सम्बन्धी भन्ने बित्तिकै हामीलाई धेरै कुराहरू चाहिन्छ र यो के रहेछ भन्ने कुरा म यहाँ तपाईहरुलाई देखाउँछु है त। सो यो चाहिँ तपाईको यो चाहिँ हामीलाई 2-3 वटा आएको छ र यो चाहिँ हाम्रो चाहिँ लाइट, विशेष गरी यो छाता लाइट भन्छ, यो म तपाईहरुलाई देखाउँछु है। ओके, हियर इज इट। सो यो चाहिँ तपाईको लाइट हो र यो विशेष गरी फोटो स्टुडियोहरुमा चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ है। अहिले पनि यो प्रयोग भएको पाइन्छ फोटो स्टुडियोहरुमा। यसरी चाहिँ तपाईको यो खुल्छ हैन र यसमा चाहिँ हामीले यो व्हाइट पर्दा राख्नु पर्ने हुन्छ र बीचमा चाहिँ बल्ब राखिन्छ है। र यो तपाईहरुले अहिले पनि हामीसँग चाहिँ खरिद गर्न सक्नुहुन्छ र सुपथ मूल्यमा अवश्य पनि तपाईहरुले चाहिँ पाउनु नै हुनेछ है। र यो एकदमै दामी छ, यहाँबाट तपाईको कन्ट्रोल गर्न मिल्छ है, बटनहरु यही छ। यसको स्ट्यान्ड पनि तपाईहरुले चाहिँ पाउनुहुन्छ। यसको स्ट्यान्ड म तपाईहरुलाई देखाइहाले। यसको स्ट्यान्ड चाहिँ यो हो है। अब यसमा चाहिँ तपाईहरुलाई चाहिँ एउटा एकदमै राम्रो खालको, राम्रो क्वालिटीको चाहिँ एउटा स्ट्यान्ड आएको हुन्छ, ठीक छ। र यो चाहिँ एकदम स्टिलले बनेको हुनाले चाहिँ एकदमै बलियो पनि छ है। म तपाईहरुलाई यो देखाउँछु। ओके, यो अलिकति भइरहेको छैन कि क्या, ल हेर्नुस्। अब यो लकसक गरेर तपाईको यो एकदमै माथि पनि जान्छ है। अब यो ठ्याक्कै कति मिटरको छ त्यो चाहिँ मैले पनि हेर्नै पर्छ, तर म तपाईहरुलाई चाहिँ यहाँ देखाउँछु। र यो चाहिँ एकदमै दामी पनि छ है। ओके, यसरी नै गरेर हामीले माथि सेटअप गर्न सक्छौँ। ल हेर्न सक्नुहुन्छ। अब यसरी नै तपाईको 2 टाइमिङ्स माथि छ के अझै है। सो यो चाहिँ यही लाइटको चाहिँ के हो त, स्ट्यान्ड हो। यो तपाईहरुले चाहिँ देख्नुभयो है त। र यो चाहिँ हाम्रो पहिलो इक्विपमेन्ट हो लाइटको लागि। विशेष गरी लाइटको मेन्टेन गर्नको लागि चाहिँ हामीले यो लिएर आएका छौँ है। र यो तपाईहरुले मैले भनिहालेँ तपाईहरुले खरिद पनि गर्न सक्नुहुन्छ अहिले नै, ठीक छ। ल ओके, अब दोस्रो प्रोडक्टतिर जाउँ। दोस्रो प्रोडक्ट चाहिँ हाम्रो क्यामेरा स्ट्यान्ड छ है। क्यामेरा राख्नको लागि पनि हामीलाई चाहिँ एउटा राम्रो स्ट्यान्ड चाहिँ आवश्यक पर्छ। सो एकदमै बलियो खालको स्ट्यान्ड हामीसँग छ, हेरौँ है त के रहेछ भनेर। र यो तपाईहरुलाई चाहिँ म यहाँ देखाउँछु। यो चाहिँ नेफो ब्रान्डको हो। यो अहिले बजारमा एकदमै सस्तो पनि, क्वालिटी पनि र राम्रो पनि चाहिँ तपाईको अहिले मानिएको छ बजारमा। र तपाईहरुले यो पनि हामीसँग अर्डर गर्न सक्नुहुन्छ। साथसाथै अभियसली यो नेफो ब्रान्डको स्ट्यान्ड, क्यामेरा स्ट्यान्ड पनि एकदमै बल्की छ, हेरिहालौँ है त। सो यो चाहिँ टाडा। ओके, ल हेर्नुस्। अब यो चाहिँ हाम्रो क्यामेरा स्ट्यान्ड हो साथीहरु। यहाँ चाहिँ तपाईहरुले देख्न सक्नुहुन्छ एकदमै बल्की छ। यसरी यो च्याप्प समातेर लिएर पनि हिँड्न मिल्छ हैन। र यहाँ तपाईहरुलाई म देखाइहालेँ, पहिला माथि गरौँ यसलाई हैन। र यो चाहिँ तपाईको यसरी सजिलैसँग तलमाथि पनि गर्न सक्नुहुन्छ क्यामेरालाई है। र यो क्यामेराको लागि मात्रै होइन, यो तपाईहरुको मोबाइलको लागि पनि एकदमै दामी छ। किन भन्दाखेरि मोबाइलको यहाँ तपाईले माथि होल्डर राखेर, यहाँ माथि मोबाइलको होल्डर राखेर पनि तपाईले के गर्न सक्नुहुन्छ त भन्दा मजाले रेकर्ड गर्न सक्नुहुन्छ। र यहीसँग मोबाइल होल्डर पनि आउँछ तपाईको।
यो देख्न सक्नुहुन्छ, यो चाहिँ यसको मोबाइल होल्डर हो, यहाँ माथि तपाईँले राख्न सक्नुहुन्छ। र अर्को कुरा भनेको तपाईँको यो चाहिँ सजिलैसँग यो रोटेट गरेर तपाईँले चाहिँ यसलाई लुज टाइट गरेर काम गर्न सक्नुहुन्छ। र यो चाहिँ क्यामेरा लक हो, यो चाहिँ है, यो चाहिँ क्यामेरा लक हो, यो तपाईँले देख्न सक्नुहुन्छ। यो चाहिँ क्यामेरामा हामीले फिट गर्छौँ, अनि यो चाहिँ हामीले यहाँभित्र राखेर यसरी चाहिँ लक सिस्टमबाट लक गरेर चाहिँ अनि के गर्छौँ, काम गर्छौँ है। सो यो चाहिँ हाम्रो दोस्रो एउटा अमेजिङ प्रडक्ट हो, र यो पनि तपाईँले हामीसँग अहिले नै खरिद गर्न सक्नुहुनेछ। राइट, सो यो चाहिँ हाम्रो दोस्रो प्रडक्ट भयो। अब जाउँ तेस्रो प्रडक्टतिर। अब जाउँ हाम्रो तेस्रो प्रडक्टतर्फ, र तेस्रो प्रडक्ट रहेको छ हाम्रो चाहिँ सोलिड पावर आफ्नै ब्रान्डको चाहिँ यो प्रडक्ट रहेको छ, मल्टिप्लग हो। यो तपाईँले देख्न सक्नुहुन्छ, यो चाहिँ 5 मिटर लामो ताल रहेको हुन्छ यसमा। साथसाथै यसमा 5वटा पोर्ट हुन्छ, जुन चाहिँ तपाईँहरूले यो 3 पिन पोर्ट हो। यो 3 पिनमा चाहिँ तपाईँहरूले मजाले चाहिँ चार्ज गर्न सक्नुहुन्छ, अथवा चाहिँ अरू कुनै पनि कामहरू आवश्यकता अनुसार गर्न सक्नुहुन्छ। र यो प्रडक्ट तपाईँले चाहिँ solidpower.com.np बाट पनि तपाईँहरूले अहिले नै पर्चेस गर्न सक्नुहुन्छ। यो लगायत त्यहाँ थुप्रो प्रडक्टहरू छ, त्यहाँ पनि तपाईँले चाहिँ एकदमै रिजनेबल रेटमा चाहिँ तपाईँले प्रडक्ट पर्चेस गर्न सक्नुहुन्छ। सो लेट्स चेक इट आउट। यसै गरी अर्को हाम्रो एउटा प्रडक्ट रहेको छ, हाम्रो यो क्वालिटी कन्टेन्ट म्यानेजमेन्टको लागि चाहिँ एकदमै आवश्यक पर्ने भनेको चाहिँ साउन्ड हो। राइट, कन्टेन्ट कहाँ गएर कति बेला खिच्नुपर्छ थाहा हुँदैन, यसर्थ हामीलाई चाहिँ यो कन्टेन्टको लागि चाहिँ एकदमै यो DJI को माइकसँग बिट गर्ने लेभलको चाहिँ हामीलाई माइक चाहिँ पठाइदिनु भएको छ। र यो नेफो ब्रान्डकै माइक हो। यो मेरो चाहिँ अलिकति ओल्ड भर्जनको माइक हो भने यसैलाई म तपाईँको चाहिँ अब अपग्रेडेड लेभलको माइक देखाउँछु है त। मार्केटमा एकदमै हाई डिमान्ड भएको माइक हो यो नेफोको तपाईँको चाहिँ यान 61 भन्ने मोडल हो है, NP61 भन्ने मोडल हो। यो चाहिँ एकदमै दामी छ, र यो म आफैले पनि युज गरेको छु, किन भन्दाखेरि यो मसँग 3वटा रहेको छ अहिले पनि। र यो एक पटक चार्ज गरेपछि 10 घन्टासम्म चाहिँ तपाईँको चाहिँ यसले चाहिँ ब्याकअपमा चाहिँ अल्टिमेट रूपमा चाहिँ काम गर्छ भनेर यो कम्पनीको दाबी छ। ओके, र तपाईँहरूले चाहिँ यो एकदमै रिजनेबल प्राइसमा अहिले नै हामीसँग चाहिँ पर्चेस गर्न सक्नुहुनेछ। यो हामीसँग केही स्टक अझै पनि बाँकी छन्। सिलप्याक तपाईँहरूले पाउनुहुन्छ, क्यास अन डेलिभरी, होम डेलिभरी नै हुन्छ। ओके, सो यो माइक रहेको छ हामीसँग, यो पनि तपाईँले चाहिँ पर्चेस गर्न सक्नुहुन्छ। त्यस्तै गरी अब हामीले माइकमा त रेकर्ड गरिहाल्यौँ, अब रेकर्ड गरिसकेपछि सुन्न पनि त पर्यो नि हैन। सो सुन्नको लागि एकदमै दामीवाला चाहिँ हामीलाई चाहिँ हेडफोन पठाउनु भएको छ, र अर्को हेडफोन रहेको छ। यो तपाईँहरूलाई म यहाँ देखाइहालेँ, यहाँ देख्न सक्नुहुन्छ ग्लिन्ट भन्नेको छ, ग्लिन्ट थन्डरको G3 भन्ने मोडलको यो हेडफोन हो। यो 8GB हेडफोन हो, यो पनि एकदम राम्रो छ। यो चाहिँ गेमिङ हेडफोन हो यो चाहिँ विशेष गरी, र यो पनि एकदमै राम्रो खालको छ। किन भन्दाखेरि यसको अर्को एउटा चाहिँ मैले पहिला पनि युज गरेको थिएँ, त्यो भएको हुनाले मैले चाहिँ यो भनेको हो, र यो चाहिँ मगाएको थिएँ हैन। र यो चाहिँ अहिले म आफैले पनि युज गरिरहेको हुनाले चाहिँ म तपाईँहरूलाई आफ्नो रिभ्यूको आधारमा चाहिँ राम्रो छ भनेर भन्न चाहन्छु। ओके, अब यो सँगसँगै अब हाम्रो अझै लाइटलाई इफेक्टिभ बनाउन, अझै लाइटिङलाई अझै म्यानेज गर्नको लागि चाहिँ अर्को एउटा प्यानल लाइट रहेको छ, म तपाईँहरूलाई त्यो देखाउँछु है त। ओके, सो हियर इज द थिङ। यो एकदमै हेभिएस्ट र तपाईँको एकदमै बल्की खालको लाइट हो, र अहिले हामीले यहाँ प्रयोग गरेको पनि प्यानल लाइट नै हो। प्यानल लाइट अलिकति यो चाहिँ सानो छ, ठ्याक्कै यसको 50% छ अहिले प्रयोग भएको प्यानल लाइट चाहिँ। यो चाहिँ एकदमै हेभिएस्ट, र यो कुन मोडलको हो त भन्नुहुन्छ भने यो हाम्रो RL32 मोडलको, राइट। यो चाहिँ RL32 मोडलको लाइट हो, र यो एकदमै रिमोटबाट चाहिँ हामीले के गर्न मिल्छ त, यसको चाहिँ सबै एडजस्टमेन्टहरू गर्न मिल्छ। खोलेर हेरौँ न हैन, ल हेर्नुहोस् है। ओके, सो हियर इज द थिङ माई डियर फ्रेन्ड। यो चाहिँ खोलेर हेर्न मिल्छ मजाले। यो चाहिँ यस्तो खालको लाइट छ, र यसमा चाहिँ तपाईँहरूले चाहिँ मजाले यता पछाडि जोडेर यो तारद्वारा चाहिँ तपाईँले के गर्न सक्नुहुन्छ त, बाल्न सक्नुहुन्छ। र यसको रिमोट यहीँ भित्र छ है, यसको रिमोट यहीँ भित्र हुन्छ, सबै कुरा यहीँ भित्र हुन्छ, राइट। यो चाहिँ यसको रिमोट हो, र यहाँबाट तपाईँहरूले चाहिँ मजाले कन्ट्रोल गर्न मिल्छ। र यो यसको स्ट्यान्ड अघि जुन मैले तपाईँहरूलाई देखाएको थिएँ, हाम्रो छाता लाइट सेम लाइट नै हुन्छ, सेम स्ट्यान्ड नै हुन्छ, र त्यसैले मजाले काम गर्छ। र यो चाहिँ कुन मोडल हो त भन्दाखेरि यो चाहिँ RL32 भन्ने मोडल हो। ओके, र यो पनि एकदमै बल्की छ र शानदार छ है त। सो यो रहेको छ हामीसँग प्रडक्टहरू। यो चाहिँ यो लाइट हामीसँग चाहिँ 2वटा रहेको छ, र यति भएपछि चाहिँ आई थिङ्क
काफी हुन्छ कि जस्तो मलाई लाग्छ। सो हामीसँग चाहिँ यति रहेको छ र यो हामीसँग यति रहेको आइटमले चाहिँ मजाले अरू कामहरू चाहिँ सायद कन्टेन्टको लागि अब चाहिँ इनफ हुन्छ र यो लगायत म तपाईँहरूलाई छिट्टै हाम्रो अरू क्यामेरा इक्विपमेन्टहरू पनि देखाउने छु। सो भिडियो हेर्नुभयो त्यसको लागि धेरै धेरै धन्यवाद र यसलाई चाहिँ अझै हामीले एडजस्टमेन्ट गर्ने बाँकी छ, मिलाउनै बाँकी छ, राइट। र एउटा स्टुडियोको सेटअप बनाउन बाँकी छ। तर भने कन्टेन्ट चाहिँ हामी रेगुलर रूपमा चाहिँ पोस्ट गर्छौँ र अभियसली हामी बेटर भन्दा बेटर चाहिँ हुँदै गइरहेका छौँ, अपग्रेड गर्दै गइरहेका छौँ आफैले पनि। किन भन्दाखेरि टेक्नोलोजी अपग्रेड छ र सबैलाई क्वालिटी चाहिएको छ। त्यो भएको हुनाले चाहिँ हामीले सबै कुरा मेन्टेन गर्ने कोसिस गरेका छौँ। हाम्रो यो भिडियोलाई अन्त्यसम्म हेर्नुभयो त्यसको लागि तपाईँहरूलाई धेरै धेरै धन्यवाद। अर्को भिडियोमा आउने बाचा गर्दै अहिले चाहिँ हामी यो भिडियोबाट बिदा हुन्छौँ। नमस्कार।